नाम एक काम अनेक भनेको यस्तै हुँदो रहेछ क्या। उदाहरणसहित देख्न पाइयो आज आज आएर। यो म बुझ्नै सकिरहेको छैन, कुन चाहिँले दिमाग लगाओ, राम्रो आइडिया लगाओ। अब बालेन शाहलाई के नामले बोलाउनु त? इन्जिनियर भन्ने कि, मेयर मात्र भन्ने कि, कविता लेखक भन्ने कि, ऱ्यापर भन्ने कि, के भन्ने त? यो दिमाग चाहिँ दह्रो लगाओ ल। बालेन शाहकै आइडिया भए पनि दिमाग चाहिँ राम्रो लगाएको हो। अब यो कसैले याद गरेछ कि छैन? यो जुन बालेन दाइले लेखेको कविता छ नि अहिले भर्खर, त्यो चोरेको बालेनले अर्काको कविता पनि चोरेर लेख्छ, यस्तोले के गर्ला भनेर भनेको छ नि जुन, त्यो कि त बुक प्रमोटर हुनुपर्छ कि त फ्यानै हुनुपर्छ कि। अब त्यो उसले राम्रोसँग पढेको पनि छैन रहेछ। खासमा त्यो लेखेको त बालेन शाहले नै रहेछ। अनि ऊ चाहिँ हाल्दैछ, अब फ्रीको पब्लिसिटी गरिरहेछ क्या उसले। फ्रीमा अब यत्तिकै गरेको होइन जस्तो लाग्छ मलाई चाहिँ। अब उसले प्रमोसन गरिदिरहेछ, यत्तिकै बुक प्रमोसन गरिदिरहेछ फ्रीमै, जानी अन्जानी बुक प्रमोसन गरिदिरहेछ कि। आखिरमा लेखेको त बालेन शाह नै रहेछ, अस्त्र भन्ने बुकको। हेडकै माध्यमबाट भए पनि अब फ्रीको पब्लिसिटी त पायो, प्रमोसन त भयो, बुक बिकेर पैसा पनि कमायो, नाम पनि कमायो बालेन शाहले। ऊ चाहिँ यहाँ हेड गरेको भनेर हालिरहेछ। अब मान्छे सबैले त्यसलाई छानबिन गर्दाखेरि त बुक पल्टाएर हेर्दाखेरि त आखिरमा कभरमा त बालेन शाह भनेर लेखेकै छ। त्यो हेटर हो कि फ्यान हो म चाहिँ बुझ्न सकिरहेको छैन है। बाँकी कुरा आफै बुझ्नु तपाईँहरू।